हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। अनि यो चाहिँ मैले तेमुबाट अर्डर गरेको थिएँ। अर्डर गरेर समथिङ 1.5 हप्तामा आज रिसिभ गरेको। यो चाहिँ मैले पेडिकेयरको लागि मगाएको थिएँ। घरैमा पेडिकेयर गरौँ भनेर सोचले मगाएको थिएँ। अन्त कति हाम्रो फेसमा मात्रै यो केयर गरिन्छ होइन। काहीँ टिकटकमा हेऱ्यो ओहो भन्यो, केही देखेपछि ओहो लाउँछु भने कस्तो हुँदो रहेछ भन्ने हुन्छ नि त। खुट्टामा त कहिले हेरिँदैन। अनि जहिले पनि गर्छु 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 भनेको त्यस्तै हुन्छ कि। अनि फेरि कामबाट आइन्छ है, अनि यसो घर बस्यो सोफामा बसेपछि उठ्नै मन लाग्दैन। भए भोलि गर्छु भन्ने हुन्छ नि त। हे भोलि गर्छु भने भोलि पनि भोलि गर्छु, त्यो भोलि कहिले आउँदैन कि साथीहरू। अनि त्यही भएर लु म चाहिँ आजलाई नै भोलि सम्झेर अनि जति अल्छी लाए पनि जाँगर चलाएर आज चाहिँ गर्छु गर्छु भनेको कि। किनकि खुट्टाहरू पनि कस्तो बिग्रेर कस्तो भइसकेको थियो नि त। 8 घन्टा एभ्रिडे 8 घन्टा जुत्ता लाइन्छ। खालि बेलुका घर आएर एकछिन मात्र आराम पाइन्छ खुट्टाले होइन। जुत्ता लाइन्छ, खालि जुत्ता लाइन्छ। अनि कहिले नेपालमा मेरो नङ नगरेको यहाँ विदेशमा आएर जुत्ता धेरै लाएर नङ गरेर दुखेर कस्तो हुन्छ नि त मेरो साइडमा। अनि आज चाहिँ जे परे पर्ला लु जाँगरै चलाउनु पऱ्यो भनेर यत्तिको बनाएको साथीहरू। खुट्टा चाहिँ इग्नोर गर्नु होला, किनकि मेरो खुट्टा राम्रो पनि छैन है। यहाँ आएर विदेश आएर त लास्टै खुट्टा बिग्रेको छ नि त मेरो। अनि त्यही भएर यत्तिको बनाएँ मैले। हेर्नु होला है कस्तो लाग्यो हजुरलाई मेरो भिडियो। मन पऱ्यो लाइक सेयर कमेन्ट गरिदिनु होला है साथीहरू। बाई बाई, गुड नाइट।